जसका श्रीमान सोझो हुन्छन् नि ती श्रीमान सारा संसारका लागि सोझो भइदिन्छन्, छोराछोरीका लागि पनि सोझो बुवा बनिदिन्छन्, असल बुवा बनिदिन्छन्। तर खराब त नि ती श्रीमतीका लागि हुन्छन् क्या। त्यस्ता सोझा श्रीमान कसैका छन् भने नि तपाईहरुले थिंकिङ गर्नुस्, विचार गर्नुस्। ती जति कोग्लाटा, ती जति कहिल्यै कुरो नबुझ्ने, ती जति अक्कडा सायद संसारमा कोही पनि हुँदैन। र तिनै सोझो श्रीमानले नि आफ्नी श्रीमतीलाई शंका पनि गर्छ क्या। बुझ्नुभयो? र धेरै पाप चिताउने नि त्यो मन यति धेरै कालो हुन्छ नि यी सोझा व्यक्तिहरुको नि। आफ्नो श्रीमती प्रति, अरु प्रति म भन्दिन, अरु प्रति त ती सोझा व्यक्तिहरु नि एकदम पर्फेक्ट उदाहरण दिदा पनि फलाना जस्तो हुनुपर्छ भनेर उदाहरण दिन्छन् कि तर भोग्ने भनेको चाहिँ श्रीमतीले मात्रै हो क्या। जति दुःख खेप्नु परे पनि त्यो सोझो श्रीमानको श्रीमतीले खेपे जति नि सायद संसारमा कसैले पनि खेप्दैन। बाहिरबाट हेर्दा उसको सोझो रूप देखिन्छ क्या, तर भित्रको त्यो कालो मैलो भन्ने कुरो चाहिँ नि श्रीमतीले जति नजिकबाट कसैले चिनेको पनि हुँदैन, सायद छोराछोरीले पनि चिनेका हुँदैनन् क्या। बुझ्नुभयो? त्यसकारण यी सोझा लोग्ने छन् भनेर गर्व गर्नु पनि धिक्कारै रहेछ क्या, धिक्कारै नै रहेछ। राधे राधे।